हेलो गाइज वेलकम टु माई ब्लग इस्मी अमृतपुरमा गरेर आज हाम्रो घरमा देउता मान्ने कार्यक्रम छ है। देउता मान्ने हाम्रो आज त्यसैले हैन यो चाहिँ मेरो प्यारो बहिनी है। यो चाहिँ मेरो प्यारो बहिनी। यो चाहिँ मेरो भनौँ न बुढी, मेरो अर्धाङ्गिनी, मेरो प्यारी बुढी हो। यो चाहिँ मेरो सानो भाइ है गाइस। यो चाहिँ मेरो सानो भाइ, सानो हैन म पछिको जोस भनौँ न घर सम्हाल्ने वाला एउटा जिम्मेदार व्यक्ति हो हैन। त्यसैले अब सब हामीले म देखाउन जान्दैछु म हाम्रो घरको सबसे मेन मुख्य मान्छे हैन। यो हो हाम्रो मम्मी, हाम्रो मम्मी हाम्रो घरको सबभन्दा मेन मान्छे। यिनी बिना हाम्रो घरको पत्ता पनि हल्लिँदैन। सब मेन हाम्रो घरको साउ भने पनि, जे मालिक भने पनि, जे भने पनि हाम्रो मम्मी नि है। र उहाँ हुनुहुन्छ भित्र हाम्रो सासू मम्मी। हिरुनी भन्दा कम हुनुहुन्न, हिरुनी भन्दा। त्यसैले अब हाम्रो होइन जोस अब कुल पूजा छ होइन आज। अरू कुराहरू तपाईँलाई अब बाँकी गएर वहीँ पूजामा गएर देखाउँला। अब अरू नुहाइधुवाइ गरेर कार्यक्रम गरेर सिधै उतै कुल पूजामा भेटौँला है गाइस। हेलो गाइस, फेरि पनि वेलकम छ है अभिनवको भ्लगको होइन। अभिनव हाम्रो घरको भ्लग हो होइन, हाम्रो फ्यामिलीको। म मेरो घरतिर साइडको अहिले चाहिँ हामी हाम्रो देउता पूजा गर्ने ठाउँमा पुगिसकेको छौँ होइन। हेर्नु है ठाउँ, हाम्रो देउता पूजा गर्ने ठाउँ यस्तो छ। सबैजनाहरू हाम्रो मेरो फ्यामिलीहरू सबै मेरो होइन आफन्तीहरू। उहाँ चाहिँ मेरो ठुलो बाबा हुनुहुन्छ है, हाम्रो जेठो बाबा। उहाँ चाहिँ मेरो हजुरबा हुनुहुन्छ होइन। जो हाम्रो के कसरी पूजा गर्ने होइन भन्ने कुराहरू सिकाउनुहुन्छ होइन। यो चाहिँ हाम्रो थान हो क्या। यहाँ चाहिँ हामी पूजा गर्छौँ। यो चाहिँ हामीले यो सार चाहिँ हामीले चढाउनु पर्ने हुन्छ क्या यहाँ देउतालाई हाम्रो होइन, कुललाई चढाउनु पर्ने हुन्छ होइन। त्यसैले अब यो सब कार्यक्रमहरू अब हाम्रो स्टार्ट हुँदैछ बिस्तारै, सबै कुराहरू स्टार्ट हुँदैछ। उहाँ चाहिँ मेरो अङ्कल। हेलो अङ्कल, यता हेरिदिनु न अङ्कल, यता हेरिदिनु त खै, यता हेर्नु न एकचोटि हाई भनिदिनु होइन। हाम्रो अङ्कल हुनुहुन्छ उहाँ होइन, काममा बिजी हुन्छ कि एकदम। आगो बाल्न एकदम गाह्रो भइरहेको छ आज, मौसम पनि होइन चिसो हावा सवा चलिरहेको छ। त्यही भएर हल्कामा हाम्रो अङ्कललाई पनि गाह्रो परिरहेको छ क्या। त्यही भएर हल्का भनौँ न अप्ठ्यारो भइरहेको छ हाम्रो हल्का यो सब गर्नलाई। यो हावा पनि चलिरहेको छ, पानी परिरहेको थियो अघि न होइन। बहिनीहरू अब यसो बेलवाल पारिरहेको छन् पुरी होइन। ज्वाइँले पनि अब भनौँ न पुरीहरू बेल्लानु भएको छ चढाउनलाई के, यहाँ यो स्थानमा चढाउनलाई स्टार्टिङमा होइन। सबैजनाहरू भेला भइसकेको छन्। जोस भनौँ न गाइस, आज चाहिँ हाम्रो कुल पूजा चाहिँ एकदम खुसी छु कि एकदम खुसी छ। हाम्रो 3 वर्षमा हुने कुराहरू होइन। तर यो वर्ष चाहिँ हामीले पोहोर साल पनि मनाएको थियौँ, तर घरका केही विशेष कारणले गर्दा हाम्रो होइन प्यारो अङ्कलको कारणले गर्दा हाम्रो अङ्कलको एउटा जो जिन्दगीमा होइन सबै कुराहरू राम्रो होस् भन्ने कारणले हामी यो कुल पूजा राखेको। र हाम्रो ठुल्याडीहरूको राम्रोको लागि यो कुल पूजाहरू हामीले फेरि पनि गर्न गइरहेको क्या। र उहाँ हुनुहुन्छ मेरो ठुलो कान्छी फुपू है। अनि हाम्रो कान्छी फुपूको छोरो मेरो अनि अङ्कलको छोरो जोस् भनौँ न यो साइडमा बस्नु भएको छ यसरी होइन। जोस् हाम्रो यस्तो छ कि हाम्रो हेर्नु न गाउँमा के जोस् सबै यो वरिपरि यस्तो होइन। हाम्रो घरहरू चाहिँ उता छ, जोस् हल्का टाढा छ कि थाना होइन। जोस् यो भनेको हाम्रो चाहिँ हाम्रो कुल देउता बस्ने ठाउँ हो के हाम्रो होइन ल होइन। त्यसैले अब अरू कुराहरू त्यस्तै हो गाइज। अरू कुराहरू अहिले एकछिनमा देखाउँला है। अरू कुराहरू गाइज हेर्नु अब के यस्तै छ होइन। हाम्रो पुरी बेल्ने कार्यक्रमहरू हुँदैछ जोस्। अब यो कुराहरू हेर्नु गाइज, पुरी सुरी बेल्नु पर्यो होइन। जोस् 3 वर्षमा हाम्रो एकचोटि हुन्छ कुल पूजाहरू, सबै आफन्तीहरू जम्मा हुनुहुन्छ। जोस् रमाइलो छ। अब त्यस्तो खासै त मलाई पुरीहरू बनाउन आउन्न होइन। त्यही पनि गाइस कोसिस गर्दैछु, जोस् आफ्नो बेस्ट ट्राई गर्दैछु अङ्कल। अनि भयो कि नै, यो भयो कि नै, भइसक्यो नि हेर्नु गाइस। यस्तो हुन्छ पुरी है। रातो छ आन्टी, दामी बनेको
हेलो गाइज, अब हाम्रो होइन भेडा काट्ने कार्यक्रम, हाम्रो बलि दिने कार्यक्रमहरू चालु भइसकेको छ र त्यो बलि दिने मान्छे चाहिँ स्पेसल म है। हेरौँ होइन अब के कस्तो छ हाम्रो। हेर्नु यहाँको तयारीहरू सबै भइसकेको छ। उहाँ चाहिँ हाम्रो अङ्कलले केही भनिदिनु सक्नुहुन्छ कि हाम्रो यो कुल पूजाको बारेमा, हाम्रो होइन के कस्तो छ भनेर? राम्रो छ, राम्रो मात्रै, ओन्ली गुड, भेरी गुड। सबै तयारीहरू हुँदैछ त्यसैले होइन। हामीहरू पनि तयारीमा जुटेको छौँ, हामीले पनि तयारी गरेको कोसिस गरेकै छौँ। सबै हुनुहुन्छ हाम्रो मम्मी के अरे हाम्रो मम्मी हुनुहुन्छ, अम्माइजू हुनुहुन्छ, आन्टी हुनुहुन्छ, फुपू हुनुहुन्छ, सबै हुनुहुन्छ, ठुलाडी सबै कुरो हुनुहुन्छ। दिएन अब त्यो के माग्नु भएको छ दिएन। अनि अब सबै कुराहरू हामीले गर्दैछौँ। मेरो बहिनीले चाहिँ त्यहाँ बसेर पुरीहरू भनौँ न बेल्दैछ, बनाउँदैछ। जस सबै आफ्नो आफ्नो कामहरू गरिराख्नु भएको छ। यो चाहिँ हाम्रो होइन स्पेसली यो हाम्रो देउताहरूलाई चढाउने हाम्रो भागहरू हुन्छ नि, त्यो दिने कुराहरू हो। हामीले जस हाम्रो बलि दिने हो भनेको हाम्रो देउताहरूलाई चाहिँ यो साँडहरू हो कि साँड भेडा साँडहरू हो सबै कुराहरू होइन। उहाँ चाहिँ हाम्रो हजुरबा है, उहाँ त अब मेरो हजुरबा हुनुहुन्छ है, कान्छो हजुरबा। सबसे हाम्रो घर परिवारमा सबसे जेठो भनेको हाम्रो हजुरबा हो। उहाँको मार्गनिर्देशनमै हामी हिँड्नुपर्ने हुन्छ र उहाँ पनि हाम्रो हजुरबा हो। उहाँहरूको कुराहरू हामी सुनेर हिँड्नुपर्ने हुन्छ। उहाँहरूको कुराहरूले जे सिकाउनुहुन्छ, जे कुराहरू भन्नुहुन्छ त्यो कुराहरू हामीले सिक्दैछौँ होइन। भोलिको दिनमा हामीहरूलाई काम लाग्ने छ क्या जोस् होइन। अब हामीहरू यो सब कार्यक्रमहरू चालु गर्छौँ र अरू पनि के हुँदैछ र के हुन्छ भन्ने कुराहरू पनि हामी देखाउँदैछौँ होइन। जोस् मेरो बहिनीले चाहिँ लास्टै मिहिनेत गरेछ घाममा होइन। यस्तो भनौँ न यस्तो आगोको छेउमा बसेर पुरी बेलिरहेको छ। जोस् मेहनती छ मेरो बहिनी होइन। अब उसको लागि उसले होइन अब जोस् काम गरिरहेछ, आफ्नो कर्तव्य निभाइरहेछ। सबैजनाहरू उहाँ बस्नुभएको छ, कोही भिडियो बनाइराख्नु भएको छ, कोही हाँसिराख्नु भएको छ। उहाँ चाहिँ मेरो श्रीमतीज्यू हो क्या। उहाँ चाहिँ बस्नु भएको छ क्या। अब जस ल है हाम्रो भेडा बलि दिने कार्यक्रमहरू चालु हुँदैछ र अब हजुरलाई त्यो कुराहरू पनि देखाउँदैछु। र मैले मेरो क्यामेरा होइन मेरो भाइलाई दिँदैछु र म आफ्नो काममा लागिसकेँ है गाइस। यताबाट हो क्या भिडियो बनाउने ल गाइस होइन। यो हेर्नु भेडा होइन गाइस कस्तो लाग्यो तपाईँहरूलाई होइन। हाम्रो यो भेडाहरू भनौँ न भेडा भन्न खोज्छ कस्तो हाम्रो यो कुल पूजाको कार्यक्रमहरू कस्तो लाग्यो होइन। हामीले कसरी मनाउँछौँ भन्ने कुराहरू पनि देखायौँ होइन। जोस् हामीहरूको अरू भिडियोहरू भनौँ न जोस् कस्तो लाग्यो तपाईँहरूलाई हामीले यो कुल पूजाको भनौँ न कसरी मनाइरहेछौँ होइन। त्यो चाहिँ हामीले देखाइरहेको छौँ हजुरहरूलाई। अब हजुरहरूको पनि त हुन्छ होला नि त, कसरी मान्नुहुन्छ के मान्नुहुन्छ होइन। जोस् गरिरहन् केटाहरूले। भाइहरू टाउको समातिरहेको छ। ऊ यो भाइले बाबुले टाउको समातिरहेको छ। हामी भेडा बोकिरहेछ, भाइले भेडा बोकिरहेछ। जोस् रमाइलो भयो भनौँ न। एउटा आफ्नो कुलको पूजा गर्न पाउनु भनेको एउटा भाग्यमानी हो क्या। जस हाम्रो कुलले चाहिँ हाम्रो यो रक्षा गरिरहन्छन् क्या, गरिराख्नुहुन्छ क्या हाम्रो। जस हाम्रो दुःख सुखमा जोस् हामीलाई चाहिँ त्यस्तो कुनै पनि बाधा अर्चनाहरू आउनु दिनुहुन्न। त्यही कारणले गर्दा उहाँहरूलाई खुसी बनाउनलाई नै हामीले यो सब कुराहरू गरिरहेको छौँ। वर्षमा 3 पटक गर्थ्यौँ। एकचोटि के भयो भने चाहिँ हामीहरूको अब त्यस्तै कन्डिसनहरू
भनौँ न त्यसै कुराहरू भइरहेको थियो कि हामीहरूको लाइफमा। त्यही भएर योभन्दा अगाडि सालमा पनि मानेको थियौँ, त्यसैले त्यस्तै लाइफमा त्यस्तै कन्डिसनहरू क्रिएट भएर त्यसको कारणले गर्दा फेरि पनि हामीले यो वर्ष पनि हामीले गर्नुपर्छ भन्ने एउटा सोच भएर सबै परिवारहरू मिलेर हामी यो कुराहरूलाई होइन स्टार्ट गरेको भनौँ न, फेरि गरेको। त्यसैले अब जे कुराहरू भनौँ न गर्नु थियो त्यो सबै भयो। जोस् मैले चाहिँ अब जे होस् आफ्नो घर परिवार आफ्नो फ्यामिलीहरूसँग गरेको यो सबै कुराहरू चाहिँ देखाएँ हजुरहरूलाई। हजुरहरूलाई कस्तो लाग्यो के लाग्यो त्यो त थाहा छैन होइन। जस मैले चाहिँ मेरो कुराहरू चाहिँ हजुरहरूको सामु राखेको हो कि। अब जोस् अब हजुरहरूले सपोर्ट गरिदिनु होला, के कस्तो लाग्यो भनिदिनु होला होइन। हजुरहरूले पनि आफ्नो कुल पूजाहरू कसरी मनाउनुहुन्छ त्यो कुराहरू देखाइदिनु होला होइन। जोस् अब हामीहरू हाम्रो घरमा आइसक्यौँ होइन, आन्टीको घरमा। अनि आयो हेर्नु 1 2 3 तीनटा भेरा है, तीनटा भेरा दुईटा चल्ला काटेको हो, एउटा भाले एउटा पोथी होइन। यो अब यसरी नै हाम्रो अब यिन सब कुराहरू बनाउनु पर्ने हुन्छ, काटेर होइन सब कुराहरू बनाउनु पर्ने हुन्छ होइन। सबैले मिलेर अब सबैले बनाएर अनि खाएर सबै कुराहरू होइन जो रमाइलो गरिन्छ। हामीहरू जो सबै फ्यामिलीहरू ग्यादरिङ भइरहेको छ क्या। मेरो हजुरआमा हेर्नु डोको बोकेर हिँडिराख्नु भएको छ, मेरो भाइहरू मेरो ज्वाइँहरू सबै कुरोहरू, हाम्रो आन्टीहरू पनि सासू मेरो सासू मेरो आन्टीहरू हेर्नु यहाँ बसेर गफसफ गर्दै हुनुहुन्छ। बस हजुरआमा के छ हालखबर? खुसी हुनुहुन्छ नि? जस हाम्रो कुलले हाम्रो रक्षा गर्छन्, जस आशीर्वाद। त्यही त हाम्रो कुल देवताले हाम्रो रक्षा गरून् भनेर हामीले सब गरेको होइन। प्रसाद खाँदै हुनुहुन्छ। अझै कुराहरू बन्छ, त्यो कुराहरू चाहिँ पछि देखाउँला के कस्तो बन्छ हाम्रो घरमा होइन, के कस्तो कुराहरू बनाइन्छ सबै कुराहरू देखाउँला होइन। कान्छो के छ हालखबर? यो चाहिँ मेरो बुढी है, मेरो अर्धाङ्गिनी, मेरो बुढी, मेरो श्रीमती होइन। जे भने पनि जे भन्दा पनि हुन्छ क्या। जे होस् भनौँ न त्यो पुष्पा फिल्ममा झुके ज्ञान नै सारा भन्छ नि, तर बुढीको गाडी झुक्नै पर्छ केटा हो, जे गर होइन। साथीहरू गाइज होइन त्यही हो मेरो बाइक हो भन्छ नि, पुष्पाले मेरी बाइक हो भने जस्तै मेरो बाइक हो यो। ल जे होस् गाइज अब अरू कुराहरू हजुरहरूलाई अझै देखाउँदै जाऊँ ल। अहिलेलाई चाहिँ यो यहीँ स्टप ल होइन। बाबु के छ हालखबर मेरो भाइ? ल होइन हाम्रो अब त्यहाँ कुल पूजाहरू भएर अब हामी होइन कुल पूजाको सामानहरू अरू चाहिने सामानहरू ल्याउन आएको थियौँ होइन। यस अब हामीहरू चाहिँ अब घरतर्फ निस्किँदैछौँ होइन। जोस् हामीले घरतिर गएर अब अरू कार्यक्रमहरू गर्छौँ, अब घर गएर होइन। अब उतातिर घरतिर के हुँदैछ, अब घर के हुँदैछ त्यो कुराहरू गरेर हामी वहीँ गएर देखाउँछौँ हजुरलाई होइन। ल ओके क्यामेरा अब यस्तै हो। अब हामीहरू घरतर्फ जानुपर्ने हुन्छ होइन, घरतर्फ जानुपर्ने हुन्छ। अब हामी घर जाँदैछौँ होइन, के कस्तो हुन्छ अब घरमा गएर थाहा हुन्छ कि। अब यस्तै हो नि गाइज होइन। अब घरतिर अब काम, अब घरतिरको प्रेसर, अब भनौँ न घरतिरको सबै कुराहरू जिम्मेवारहरू अब घरको जेठो छोरो भएपछि निभाउनै पर्ने हुन्छ होइन। घरको कुराहरू अब घरले भनेको मान्नुपर्ने हुन्छ। त्यो अब हामीले अघि नै त्यो कुल पूजाहरूमा कहिले लाइफमा मैले पनि कहिले त्यस्तो कुराहरू गरेको थिएन, जुन कुराहरू आज मैले फर्स्ट अपर्च्युनिटी पाएँ। किनकि पहिला चाहिँ हाम्रो अङ्कलहरू ठुलबाहरू अनि मेरो दाईहरूले मेरो दाई भन्नाले नि मेरो सिनियर अङ्कलहरू ठुलबाहरूले नै गर्नुहुन्थ्यो के। एटलिस्ट योचोटि चाहिँ मैले यो अपर्च्युनिटी पाएँ, एकदम खुसी छु होइन। त्यो हुन्छ नि त त्यो फिल नै अलग छ क्या। यो भन्दा अगाडि साल चाहिँ मैले यो मेरो कुल पूजाहरू चाहिँ मान्न पाएको थिएन के होइन। यो कुल पूजा मान्न पाएको थिएन। यो वर्ष चाहिँ मैले आफ्नो होइन घरको भनौँ न घरमा भएको यो कुल पूजाहरू मान्न पाइरहेको छु होइन। अब जस खुसी लाग्छ सबै मान्छेहरू आउनु भएको छ, मेरो हजुरबाहरू अब हजुरआमाहरू बाबुहरू पुसाइहरू सबै मान्छेहरू आउनुभएको छ। जस खुसी लाग्छ त्यो सब कुराहरू देख्दा होइन। एटलिस्ट मेरो आफन्तहरू टन्नै छन् भनेर के। यो इभन मलाई माया गर्छन्, मलाई होइन याद गर्ने मान्छेहरू धेरै हुनुहुन्छ भनेर लाग्छ के होइन। ल
लगाइ अब यति नै होइन कुरा हो। तर अब एकछिन चाहिँ अब तपाईँलाई म सिधा घर पुगेर नै घरमा के कस्तो भइरहेको छ भए गएर देखाउँछु है गाइज। अब होइन अब एउटा भाइलाई लिनु पनि पर्ने काम थियो मेरो भाइलाई के जोस् आफ्नो भाइ नभए नि मेरो फुपूको छोरा क्या आफ्नै फुपूको छोरा आफ्नै भाइ जस्तो भाइलाई लिन आएको छु। भाइको वेटिङमा हामी हेर्नु भाइको वेटिङमा बसेर यो मेरो भाइ अर्को पुरा बडी देखाउँदै हिँड्रहेछ म होइन जोस् भाइलाई लिनु भनेर आइरहेको छु। भाइ पनि उताबाट आइरहेछ जोस् भाइको लागि भनेर उताबाट आएको भाइलाई लिन होइन उता काम भ्याएर अनि भाइको फोन आयो दादा मलाई लिन आउनु भन्न लाग्यो। अनि हामी उता काम सकेर फेरि यसलाई यति लिन आएको के अबबाट अनि यहाँबाट काम सकेर अब काम पनि सकियो अब उसलाई पनि लिएर हामी उतै घरतिर जानुपर्ने हुन्छ होइन। अनि घरतिर गइसकेपछि अब घरतिर के कार्यक्रम भइरहेछ त्यो सब कुराहरू हजुरलाई देखाउने छु। र हजुरहरू होइन मेरो भिडियो हेर्दै जानुहोस् हजुरहरू इन्जोय गर्नुहोस् के इन्जोय हुन्छ रमाइलो एउटा फन तरिकाले जे होस् एउटा दामी होइन हजुरहरूलाई दामी भिडियो दामी कन्टेन्ट दामी जे के भनिन्छ होइन दामी एउटा रमाइलो मुमेन्टहरू देखाउन चाहन्छु। अब जे होस् इन्जोय गर्न पनि चाहन्छु हजुरलाई जो मेरो भाइ पनि आयो होइन होइन भर्खर आयो मेरो भाइ पनि अब थाकिरहेको छ होइन हालत खराब छ त्यही त अब हामी जान्छौँ होइन गाइज। अब उतै पुगेपछि हजुरहरूलाई म उता कुरा गर्ने छु है ल गाइज हजुरहरूलाई उतै म जहाँ हामी अघि सुरुमा थिएन म उता जहाँ हाम्रो कार्यक्रमहरू चलिरहेको छ नि म तपाईँलाई वहीँ गएर वहाँ के भइरहेको छ उहाँको कुराहरू तपाईँलाई म भिडियोमा देखाउँछु ल हस् त वहीँ भेटौँला गाइज। ल होइन म पुगिसकेको छु आफ्नो होइन जो जक्सन ठाउँ जे भने पनि होइन हाम्रो उहाँ चाहिँ हाम्रो पुसाइजी हाम्रो फुपू जोस् भेडाको भुत्ला पात्ला कार्यक्रम हुँदैछ पोलपाल कार्यक्रम हुँदैछ यो चाहिँ हाम्रो भेडा होइन भेडा हो यो भेडालाई अब टक्क लगाएर नल्कामा धुई धाई पारेर हामी फुपू चाहिँ हेर्ने कसैले खाइदिन्छ कि भनेर कुकुर सुकुर धपाउने काम मलाई जोस् अब योहरू अब धोइधाइ पारेर होइन भेडा धोइधाइ पारेर अब टक्क लगाएर कटिङ सटिङ हुन्छ होइन अब काटकुट पारेर टक्क लगाएर यहाँ अरू पनि हुँदैछ गाइज होइन अरू यहाँ होइन साफसुफ हुँदैछ अब यसलाई त्यसपछि अब एकछिनमा कटिङ हुन्छ होइन कटिङ भइसकेपछि त्यसपछि अरू टक्क बनेर झ्यामझुम खानुपर्छ ल यो सब होइन अहिले धोइधाइ कार्यक्रम चलिरहेको छ एकछिनमा अब कटिङ हुँदाखेरि अब त्यसमा कस्तो हुँदो रहेछ यसको भित्रको मासु कस्तो देखिँदो रहेछ सबै कुराहरू हजुरलाई म देखाउने छु। आई होप हजुरहरूलाई अब यो कुराहरू हेर्न इन्ट्रेस्ट छ होला अब होइन यी सब कुराहरू अब तपाईँलाई म एकछिनमा देखाउँछु।